तक्रम बढ्यो ज्वाला सला फुट्यो त्यसको मुखबाट गाली त्यसको गाला साला फुट्यो ब्रान्ड लारा लारा दुध लारा लारा जुट्यो जस्तो मी versus मी बन्द ताला साला खुल्यो जस्तै सिम्पल एस ब्रो उनको शब्दमै भुल्यो अनि बुझिसक्दा कुरा त्यसको पालो नै सुल्यो गीत हाम्रो लफुङ्गा संसारै डुल्यो AK47 सम्पूर्णमा नमस्कार। यतिखेर म तपाईहरुको माझमा जोडिरहेको छु किनभने अहिले द भोइस अफ नेपाल सिजन 6 को फाइनल आज सकिसकेको छ र खेम सेन्चुरीलाई प्रतिनिधित्व गर्दै प्रोसेस पाण्डे धादिङबाट उहाँ हुनुहुन्थ्यो र उहाँले चाहिँ यतिखेर सिजन 6 को विनर भइसक्दाखेरि तपाईहरुलाई कस्तो लाग्दैछ र के साच्चै अहिले चाहिँ नेपालमा भएको रियालिटी शोले एकदमै न्याय पाएको जस्तो लाग्दैन? यदि लाग्छ भने खुल्ला रूपमा कमेन्ट गर्न सक्नुहुनेछ किनभने मेरो व्यक्तिगत धारणा राख्नका लागि म अहिले आरएसटी खबरबाट पनि यो भिडियो पोस्ट गरिरहेको छु र मेरो पर्सनल एकाउन्टहरुबाट पनि मैले यो भिडियो पोस्ट गरिरहेको छु किनभने नेपालमा जति पनि रियालिटी शोहरु हुन्छ त्यसमा चाहिँ पैसामा भोट किन्नेदेखि लिएर विभिन्न गतिविधिहरू अर्कै टाइपको हुन्छ तर द भोइस अफ नेपाल सिजन 6 मा भने एउटा साच्चै नै रियालिटी शोले न्याय पाएको जस्तो अनुभूति मैले पाइरहेको छु। एक त सिधै भन्नुपर्दा दृष्टिविहीन व्यक्तिहरूको प्रतिनिधित्व गर्दै प्रोसेस पाण्डेले आज यो उपाधि लिनु भनेको दृष्टिविहीनहरूको छुट्टै पहिचान र इतिहास रच्नु भएको छ जसले आज हाम्रो हिसाबले भन्ने हो भने अथवा हाम्रो हिसाबले कसैलाई पनि जजमेन्ट गर्न पर्दाखेरि दृष्टिविहीन व्यक्तिहरूको त्यो खालको क्षमता हुन्छ भनेर प्रोसेस पाण्डेले देखाइसक्नु भएको छ। भोलिको दिनभरमा अरु पनि विनरहरु आउन सक्नुहुनेछ र यस्ता प्रतिभाशाली व्यक्तिहरूले अझै पनि माथिसम्म भोइस अफ नेपाल मात्र नभई विभिन्न रियालिटी शोहरुलाई माथिसम्म पुर्याउन सक्नेछन् भन्ने एउटा इतिहास बन्नु भएको छ। एक त उहाँ ब्लाइन्ड हुनुहुन्थ्यो, उहाँ दृष्टिविहीन हुनुहुन्छ र उहाँ एउटा आफैमा दृष्टिविहीन भएर पनि सम्पूर्णको हृदयमा पस्न सक्नु भएको छ र यसकै लागि एउटा सलाम ठुक्दै प्रोसेस पाण्डेले हरेक किसिमका गीतहरूलाई न्याय गरेको देख्न पाइन्छ क्या। त्यो पनि मात्र नभइकन यो उपाधि जित्नु भनेको विभिन्न व्यक्तिहरूलाई र दृष्टिविहीनलाई मात्र नभइकन विभिन्न अपाङ्ग भएका व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिहरूलाई पनि रिप्रेजेन्ट गर्दै उहाँले अझ हौसला बढाउनका लागि पनि अझ प्रेरणाको स्रोत बन्नुभएको थियो। खेम सेन्चुरीलाई दाइ भन्न पाउँदा र खेम सेन्चुरीको भाइ भन्न पाउँदा चाहिँ म एकदमै खुसी हुन्छु जस्ता विभिन्न व्यक्तित्वहरू उहाँले दिनुभएको छ। त्यो व्यक्तित्वले पनि उहाँ एकदमै महान व्यक्तिको व्यक्तित्व भन्दा कम चाहिँ छैन। हुन त अब उहाँ सेलिब्रिटी भइसक्नु भएको छ, एउटा एक स्टारको एक हिसाबको स्टार बनिसक्नु भएको छ। आजको दिनबाट झन् फाइनलिस्ट पनि बन्नुभएको छ। भोलिको दिनमा के होला र उहाँले कतिको मार्केट जिन्न सक्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ तर आजसम्मको निर्णयलाई हेर्ने हो भने द भोइस अफ नेपाल सिजन 6 ले पनि एकदमै न्याय प्रदान गरेको छ। त्यसै गरी अरु आगामी दिनहरुमा विभिन्न शोहरुले पनि यस्तै खालका न्याय गतिविधिहरू गरोस् र ट्यालेन्टको कदर भने अवश्य पनि गरोस् भन्दै खेम सेन्चुरीलाई पनि विशेष धन्यवाद किनभने लोकदोरी क्षेत्रबाट पहिलोचोटी जज बसेर आजको जस्तो उपाधि तपाईले पहिलोचोटी जिताउनु भनेको यो लोकदोरी क्षेत्रलाई मात्र नभइकन नेपाली कला संस्कृतिलाई पनि एकदमै माथि पुर्याउनु हो। एकचोटी खेम सेन्चुरी दाइलाई पनि सुरु ठुक्दै आज प्रोसेसका 2-4 क्लिप भिडियो यहाँ राखिदिएर म पनि बिदा हुन चाहन्छु। सदन बन्जारा आरएसटी खबरलाई फलो गर्नुहोस्, लाइक कमेन्ट शेयर गर्नुहोस् अनि 50,000 गिभअवे हुनेवाला छ। ढिलो सुस्ती नगरिकन त्यसको लागि पनि रेडी भएर बस्नु होला। विनिङ कोच खेम, कंग्रेचुलेशन्स कोच खेम। ओके प्रोसेस बधाई छ तपाईले प्राप्त गर्नुभएको छ द भोइस अफ नेपालको तर्फबाट 20 लाख रुपैयाँ, यसैगरी क्लोज अप को तर्फबाट 1 लाख रुपैयाँ, लेट बी इन को तर्फबाट 1 लाख रुपैयाँ। फेरि पनि बधाई टिम खेम र यसैगरी टिम खेम को फाइनलिस्ट प्रोसेस पाण्डेलाई। ओके प्रोसेस आज धेरैचोटि एपिसोडमा तपाईले भन्नुभयो बेग्लै क्षमता भएको व्यक्तिले ट्रफी उचालेको हेर्न पाऊँ भनेर भन्नुभयो, कस्तो लागिरहेको छ? हेलो, सर्वप्रथम त मलाई यहाँसम्म ल्याइपुर्याउनु हुने मेरो आदरणीय कोच खेम दादालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण मेरो परिवार, मेरा आफन्त, मेरा इष्टमित्र, साथीभाइ सबैजनालाई, मेरो बाबाको साथीहरू सबैजनालाई, पापाको साथीहरू सबैजनालाई चाहिँ म यहीबाट धन्यवाद दिन चाहन्छु। र आज यो कुरा पनि प्रमाणित भएको छ कि फरक क्षमता भएको गायकहरूले पनि केही गर्न सक्छन् है।
यिनीहरूमा पनि कन्फिडेन्ट हुन्छ है भन्ने कुराको चाहिँ आज यहाँहरूले प्रमाणित गरेर देखाइदिनु भएको छ। सम्पूर्णलाई थ्याङ्क यू।